नमस्ते नमस्ते साथीहरू, म अहिले धार्चे गाउँपालिका वडा नम्बर 3 खोर्ला गाउँमा सातकन्या माध्यमिक विद्यालय नजिकैको हेलिप्याडमा बसेर यहाँ सिन लिइरहेको छु। तपाईहरुले यो सिन हेरेर कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट तथा शेयर गरिदिनु होला। तथा यस्तै भिडियोका लागि तपाईहरुले मेरो पेज फलो पनि गरिदिनु होला। धन्यवाद छ साथीहरू। आनन्दमय छ, प्रकृतिको रमणीय सुन्दरताले भरिएको धार्चे गाउँपालिकाको सातकन्या माध्यमिक विद्यालय नजिकैको खोर्ला गाउँमा बसिरहेर अहिले गफ गरिरहेको छु। तपाईहरु चाहिँ यो भिडियो हेरेर लाइक, कमेन्ट, शेयर गरिदिनु होला। धन्यवाद।